बालेन भनेको ठ्याक्कै अमेरिकाको ट्रम्प हो। यो कुरा बुझ्नु। अर्को रूप हो पश्चिमाहरूको डिप स्टेटले खाइसकेको छ मुलुक। रवि लामिछाने कुलमान र बालेन एक ठाउँमा आउँछन् भनेको थियो होइन मैले आए होइन। अब आज काङ्ग्रेस पार्टी फुटेर पनि जाने त्यही हो र सबैजना मिलेर नयाँ शक्ति देखाएर गगन थापालाई अध्यक्ष बनाएर अहिले के प्रधानमन्त्रीको क्यान्डिडेट बालेनलाई बनाएर के गर्दैछन् भन्दाखेरि अरू देश सिद्ध्याउने यिनीहरू होइन नि त। गोविन्द केसी बोकेर हिजो यहाँ मेडिकल शिक्षा हुनु हुँदैन, नर्सिङ पढ्नु हुँदैन, पढाइ +2 भन्दा माथि पढाइ हुँदैन नि त। यो गोविन्द केसी बोक्ने टिमै हो यो। र अब आज फेरिँदै बालेन, रक्षाबम, सुदन गुरुङ, कुलमान, रवि लामिछाने, सोनिम वाग्ले, रन्जु दर्शना, विश्वप्रकाश शर्मा, गगन थापा, अब एमाले पनि फुट्छ। एमालेबाट पनि फुटेर त्यही आउने हो र यिनीहरू एउटा शक्ति भएर देश कब्जा गर्ने हो र विदेशी सेना यहाँ ल्याउने हो। त्यही गर्नको लागि यो देश खाली गराएको हो। मैले तपाईँ